गुड आफ्टरनुन टु यु अल। आज चाहिँ मेरो पर्सनल एक्सपिरियन्सको बारेमा भन्न गइरहेको छु कि नसुत्दाखेरि चाहिँ के हुँदो रहेछ भनेर। अनि यो सब कुराहरू चाहिँ तपाईँहरूले बुझेर अथवा सुन्नुपर्ने जस्तो लाग्छ मलाई चाहिँ। किन भन्दाखेरि यसले तपाईँको लाइफमा अलिकति एफेक्ट गर्न सक्छ कि तपाईँहरूलाई लाग्न सक्छ नसुतेर केही हुँदैन, कामले गर्दाखेरि नसुत्ने यताउता यताउता होला भनेर। म पहिल्यै भन्दैछु मेरो दिमागले आज राम्ररी काम गर्न सकेको छैन। किन भन्दाखेरि म 2 दिन भोला राम्ररी नसुतेको। लाइक हिजो म सुतेँ होइन, अनि बिचमा डिस्टर्ब भयो, 10-15 मिनट मात्र सुतेको थिएँ, बिचमा डिस्टर्ब हुने बित्तिकै म चाहिँ त्यस्तो हुने बित्तिकै सुत्न सक्दिनँ क्या। सो म 2 बजीतिर 3 बजी एक्चुअली 3 बजीतिर सुतेँ अनि बिहान 8 बजीतिर उठेँ। सो दिमागले पनि राम्ररी काम गर्न सकेको छैन। त्यही पनि म आज चाहिँ यो नसुतेर चाहिँ के हुन्छ भनेर भन्न थाल्छु है त। सबसे पहिला म एउटा भ्रम तोड्न चाहन्छु। त्यो भ्रम हो कि यो नेपाली टिचरहरूले जुन यो इन्डियन टिचरहरूबाट सिक्नु भएको छ नि, यो सुत्न कम पर्छ अनि त्यसपछि पढाइ गर्नुपर्छ भनेर होइन। तपाईँहरू कति क्लासमा हुनुहुन्छ अथवा तपाईँहरू कुन ठाउँमा हुनुहुन्छ थाहा होइन, तर म मेरो 10 क्लासको स्टोरी भन्छु। मलाई मेरो 10 क्लासमा हुँदाखेरि प्रिन्सिपलले के भन्नुहुन्थ्यो भन्दाखेरि राम्रो मार्क्स स्कोर गर्नु छ भने के अरे बिहानको 4 बजी उठ्नुपर्छ र राति 12 बजी सुत्नुपर्छ। कति घन्टा सुत्ने? 4 घन्टा, यस्तो भन्नुहुन्थ्यो उहाँले। उहाँको सोच अब कहाँबाट आयो थाहा छैन, उहाँले पनि अब त्यही कहीँबाट सुन्नुभएको होला, तर सबैको बढी एउटै हुँदैन क्या। अनि फेरि म भनिदिउँ है, हाम्रो क्लास चाहिँ 6 बजीदेखि रातिको 5 बजीसम्म हुन्थ्यो। सो त्यत्रो गरेर अनि स्लिपको नाममा चाहिँ 4 घन्टा अरे। कोही कोही हुन्छ, मेरो साथी पनि एकजना भेटेको छु है लाइफमा अहिलेसम्म, जसले चाहिँ 2-3 घन्टा मात्र सुते पुग्ने गरी। अनि त्यो मेरो कलेज लाइफमा भेटेको थियो होइन। अनि उसले भन्छ पनि मलाई चाहिँ यति मात्र सुते पुग्छ भनेर। अनि हुनसक्छ कोही कोहीलाई चाहिँ त्यस्तो, तर हामी त्यस्तो छैनौँ। सो आज ढिला नगरिकन म मेरो कुरा भनिहाल्छु। सबसे पहिला मलाई यस्तो फ्रस्ट्रेसन भइरहेछ कि होइन, मलाई सानो कुरादेखि रिस उठिरहेछ कि केही कुरा भनेर प्रोसेस चाहिँ राम्ररी गर्न सकेको छैन होइन। तर अब हुन्छ नि, केही भन्दाखेरि नै झर्किने, रिस एउटा ठाउँमा अर्को ठाउँमा पोखिने होइन, रिस उठ्याउठै गर्ने, फ्रस्ट्रेट भइसक्ने, यस्तो भइरहेछ। अघि न मात्र होइन, बाबा र मम्मीसँग पनि कति देर नै बहस भयो क्या। अनि त्यसपछि म अब त्यो गरेपछि त रिग्रेट त लाग्छ नि, जे भने पनि किन गरेँ, अब यो त मैले कन्ट्रोल गर्न सक्थेँ भनेर। अनि त्यसपछि मैले त्यहाँ के थाहा पाएँ भन्दाखेरि आज म सुतेको थिएन राम्ररी। आज मात्र होइन, हिजो पनि राम्ररी सुतेको थिएन। 2 दिन भएको थियो राम्ररी नसुतेको होइन, 3-4 घन्टा मात्र सुतेको थिएँ। आँखा हेर्नु न, यो लाइटले गर्दाखेरि लाइटिङ हालेर राम्रो नदेखेको होला, तर यो पुरै कालो छ है। सो यतानिर फर्स्टमा चाहिँ तपाईँहरूले के बुझ्नु सक्नुहुन्छ भन्दाखेरि सुतेन भने चाहिँ यो रिस उठ्ने रहेछ क्या। एउटा सानो कुरामै टपिक नै नचाहिने अनि बहस पनि हुने होइन। अब म मम्मी बाबासँग चाहिँ अलिक कुरामा डिबेट चाहिँ भइरहेको छ मेरो घरमा। मेरो पनि हुन्छ, म पनि बोल्छु, बाबा पनि बोल्नुहुन्छ, सबजना बोल्नुहुन्छ कि। तर आज चाहिँ अब मैले यत्तिकै नै के, यत्तिकै बाबा हुनुहुन्थ्यो नि, त्यही पनि मैले बाबालाई कराएँ कि। सो नसुत्यो भने यस्तो समय हुँदो रहेछ भनेर आज चाहिँ बुझियो होइन। अब धेरै मान्छेले भन्लान् कि यो तेरो गल्ती हो भनेर। मलाई थाहा छ त मेरै गल्ती हो, तर किन भयो भनेर म मेरो रिजन पुग्दैछु नि त। सो यो रिजन जस्तो लाग्यो। अनि अर्को चाहिँ दिमागले प्रोसेसै गर्न सक्दैन भन्नाले अब अहिले दिमागमा के चलिरहेको नि थाहा छैन। म जानुपर्ने थियो एउटा ठाउँमा होइन, म चाहिँ सुरु रोडमा गएको गएकै गरेको छु होइन। अनि त्यसपछि एउटा सर्टेन मोमेन्ट पछि पो हिट भइदिँदा कि ल मेरो त यहाँ जानुपर्ने रहेछ है भने यसरी। यो चाहिँ मेरो मोस्टली एक्जाम टाइममा हुन्छ कि। म एक्जाममा चाहिँ सुत्दिनँ कि। अब के हुन्छ होइन, एक्जाम टाइममा चाहिँ म अलिक सुत्न सक्दिनँ कि, किनभने म लास्ट घडीमा मात्र पढ्ने मान्छे हो कि। अब मैले भिडियोमा नि भनेको थिएँ होइन, म भिडियो दिनदिनै हालिरहेको छु, किनभने मलाई थाहा छ यदि मलाई सपोज भ्याकेसन होमवर्क दिएको छ भने पनि अरू मान्छेले के गर्थ्यो, भ्याकेसन होमवर्क फर्स्टदेखि नै बिस्तारै गरेर लास्टसम्म सिध्याउँथ्यो। म के गर्थेँ, 2 दिन अगाडि मात्र भ्याकेसन होमवर्क गर्थेँ कि। सो आफूलाई चिन्नु र अनि काम गर्नुपर्छ। मैले नि अब मलाई चिनिरहेको छु होइन, त्यही भएर म एक्जाममा चाहिँ सुत्नै सक्दिनँ क्या, लाइक रियली नै सुत्न सक्दिनँ। सो त्यही भएर चाहिँ यस्तो हुन्छ, सोच्न नै सक्दैन कि प्रोसेस भइरहेछ अथवा के याद भएको कुरा पनि याद हुँदैन कि यसरी बस्यो भने चाहिँ। अनि यो कुरा चाहिँ तपाईँहरूले सुन्नुपर्ने जस्तो लाग्यो, किनभने यो नेपाली मान्छेहरूको चाहिँ कुरा कतै पनि नसुन्नुहोस् होइन। म मेरोबाट मात्र भन्ने होइन, तपाईँहरूले आफै रिसर्च गर्न सक्नुपर्छ कि। अरूको कुरा सुनेर मात्र हुँदैन। यो एकजनाले भन्यो सही हो भनेर त्यही कुरामा सही भनेर बस्ने होइन कि, आफूले चाहिँ रिसर्च गर्ने हो, यो हो कि होइन भनेर। ChatGPT छ, क्लाउड छ होइन, यत्रो छ त। अहिले त तपाईँले केही गर्न नै पर्दैन। यदि त्यो नभए पनि बुकहरू छ, अरूलाई नसोध्नुहोस् कि अरूको ओपिनियन किन चाहियो। मलाई जस्तो लाग्छ आफै बुझ्नुपर्छ कि सबै कुरा।
अनि यो अलिक फ्रस्ट्रेट भएर पनि भनिरहेको छु म, किन भन्दाखेरि मैले सुतेको छैन भनेको थिएँ, दुईटा त यो भएन। अनि अर्को भनेको चाहिँ खानेकुरै खान मन लाग्दैन क्या, अनि स्वाद पनि राम्ररी आउँदैन। यो चाहिँ मलाई मात्र हुने कि तपाईँहरूलाई हुने हो थाहा छैन, तर मलाई चाहिँ यो बेसिकली हुन्छ। अनि म के बोलिरहेको छु अहिले राम्ररी लाइक प्रोसेस पनि गर्न सकेको छैन, तर स्टिल यो भिडियो हाल्नु चाहिँ जरुरत थियो जस्तो लाग्यो कि मान्छेहरूले देखोस् के हुँदो रहेछ नसुत्दाखेरि चाहिँ भनेर। सो त्यही हो आजको भिडियो चाहिँ। अनि यो इन्डियनबाट जो लाइक इन्डियन यो टिचिङ सिस्टमबाट हाम्रो नेपाल एकदम धेरै छ नि इन्फ्लुएन्स भएको छ क्या। इन्डियामा जे गर्यो त्यही। अब सपोज होइन इन्डियामा के थियो, इन्डियामा थियो फिजिक्सवाला एलियन के थियो नि, अहिले यहाँ पनि सब कोचिङ छ नि, जुन वाइयात हो क्या, वाइयात। जति जति भयो त्यति कम्पिटिसन बढ्ने बाहेक अरू केही नै गर्नुपर्ने छैन। मलाई जहाँसम्म लाग्छ यो ब्यान गर्नुपर्ने हो क्या। अब कम्पिटिसन बच्चाहरूलाई दिमागमा टेन्सन मात्र बाहेक अरू केही नै गरेको छैन यो कोचिङ सिस्टम लिएर आएर। अहिले ब्रिज कोर्स ब्यान गरेर चाहिँ राम्रो गर्यो, तर स्टिल त्यो चाहिँ ब्यान गर्नुपर्ने जस्तो लाग्छ मलाई। धेरैजना यहाँसम्म भिडियो हेरिराख्नु भएको छैन होला, तर तपाईँहरूले हेरिराख्नु भएको छ। थ्याङ्क यू टु अल। त्यही हो।